नमस्कार, फेरि पनि आज अर्को नयाँ भिडियोमा तपाईलाई स्वागत छ। नारायणी सिग्नेचर ब्रिजको उपयुक्त जग डिजाइन गर्न अर्थात् पुल निर्माणको फाउन्डेसन निर्माणको लागि माटोको प्रकार, गहिराई, भूजल अवस्था र सम्भावित भौगोलिक खतराहरू सहित साइटको माटो प्रोफाइल र भूगर्भीय अवस्था निर्धारणको लागि ड्रिलिङ उपकरण मार्फत माटोको नमुना सङ्कलन गर्ने काम अहिले भइरहेको छ। माटो परीक्षण पुल निर्माणमा एक महत्त्वपूर्ण चरण हो, जुन अहिले यो कार्य भइरहेको छ। चार सय 20 मिटरको लम्बाइमा निर्माण हुन लागेको नारायणी सिग्नेचर ब्रिज निर्माणको पछिल्लो अवस्था देखाउँदैछु। नारायणी नदीमा निर्माण हुन लागेको यो सिग्नेचर ब्रिजको जम्मा 4 वटा पिल्लरहरू हुनेछन् र 4 पिल्लर मध्ये 2 वटा नदीको बीच भागमा रहनेछ र जुन टावरको रूपमा प्रयोग हुनेछ। पुलको चौडाइ 11 मिटर, फुटपाथ सहित 2 लेनको हुनेछ। पुल आधुनिक आकर्षक डिजाइनको हुनेछ। यस पुलले 2 सहरहरू नारायणगढ र गैराकोट जोड्नेछ भने 2 जिल्ला र 2 प्रदेशलाई पनि जोड्नेछ। यो पुल पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने भएकोले सम्भवतः यो पहिलो सिग्नेचर ब्रिजको रूपमा हुनेछ। यो नारायणी नदीको पुरानो पुल हो। यो पुल विक्रम सम्वत 2038 सालमा निर्माण भएको हो। अहिले यो पुलको आयु कम हुँदै गइरहेको छ। यो पुल जीर्ण बन्दै गइरहेको छ। यो पुल 2 लेनको मात्र भएको र पूर्व पश्चिम राजमार्ग भएकोले पुलमा आवत जावतको लागि निकै घुइँचो हुने देखिन्छ र यो पुल व्यस्त हुन्छ। अब बन्ने नयाँ सिग्नेचर ब्रिज पुरानो पुलको छेउमा उत्तरतर्फ बन्दैछ। यसको पछिल्लो अवस्था म देखाउँदैछु। यो पुल समयमै बन्नुपर्छ। आज भने म नारायणी नदीमा निर्माण हुँदै गरेको नारायणी सिग्नेचर ब्रिजको पछिल्लो अवस्था देखाउँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला।